यहाँ थोरै हो यहाँको उद्यम कतिजनालाई थाहा नहुन सक्छ हैन यो चाहिँ साली नदी मेला भन्छ है यो चाहिँ साँखु स्थित लाग्ने मेला हो यो चाहिँ अनि यो चाहिँ आज मेला लागेको कति 6 दिन भयो के अरे 6 दिन भयो अब ठ्याक्कै के अरे 6 दिन भयो ठ्याक्कै यो चाहिँ 1 महिना लाग्छ यो मेला यो के फरक हुन्छ यसमा चाहिँ यो खुवा यो कुराउनी ए यो चाहिँ कुराउनी यो चाहिँ खुवा ए ओके यो चाहिँ कुराउनी अनि यो चाहिँ खुवा यो चाहिँ दुधबाट मात्रै बन्ने हैन त दूध र अनि के हाल्नु एकदमै धेरै रमाइलो छ यहाँ चाहिँ एकदम राम्रो मेला लागिरहेछ सो यति नै गर्नु पर्ला अब चाहिँ म फर्किन्छु अनि हेलो एन्ड नमस्ते एभ्रिवान है अनि तपाईहरु सबैजनालाई वेलकम अगेन है मेरो भिडियोमा चाहिँ अनि सो म चाहिँ आज घरतिरै बसिरहेको छु भर्खरै यता जोरपाटीतिर गएर आएको सो अब साँखुमा चाहिँ मेला लागिरहेछ रे अनि साँखुमा चाहिँ मेलामा चाहिँ एकैछिन गएर आउँ भन्ने भयो अनि मेला कस्तो लागिरहेछ सो म मेलासम्म जाने छु अनि त्यहाँको छोटो भ्लग बनाउने छु सो सबैजनाले अन्तिमसम्म हेरेर साथ दिनु है त गाइस यहाँबाट यता सिधै गयो भने चाहिँ पालुबारी हुँदै नगरकोट अनि यता चाहिँ ब्रह्माखेल हुँदै जोरपाटी जाने बाटो हो हैन जोरपाटी जान्छ सो यहाँबाट चाहिँ यतातिर यसरी छिर्नुपर्ने हुन्छ यहाँनेरि गेट राखिएको छ म चाहिँ भित्र जाँदैछु है अनि यहाँबाट भित्र जानुपर्ने हुन्छ सो मन्दिरहरू चाहिँ यता छ अनि यता रहेको छ मन्दिरहरू चाहिँ यस्तो छ है फुलहरू यहाँ लिन सकिन्छ अनि यहाँबाट चाहिँ मुनि गएर यता आएर यहाँबाट चाहिँ तल जानुपर्ने हुन्छ नुहाउन यताउता गर्नको लागि चाहिँ सो यहाँबाट जाने हो यहाँबाट चाहिँ जानुपर्छ अनि सो यहाँबाट तल गएपछि अनि तल चाहिँ नुहाउने ठाउँ यताउता गर्ने ठाउँ पैसा सैसा चढाउने खोइ के छ यहाँ मलाई त्यति धेरै त थाहा छैन मलाई हैन सो एकचोटि दुईचोटि आएको छु मलाई पनि त्यति धेरै चाहिँ ज्ञान चाहिँ छैन तर जस यो यहाँबाट जानुपर्छ यहाँ थोरै हो यहाँको उद्यम कतिजनालाई थाहा नहुन सक्छ हैन यो चाहिँ साली नदी मेला भन्छ है यो चाहिँ साँखु स्थित लाग्ने मेला हो यो चाहिँ अनि यो चाहिँ आज मेला लागेको कति 6 दिन भयो के अरे 6 दिन भयो अब ठ्याक्कै के अरे 6 दिन भयो ठ्याक्कै यो चाहिँ 1 महिना लाग्छ यो मेला चाहिँ हैन अनि यहाँ मैले बुझेको थिएँ कति दिन भयो भन्दाखेरि चाहिँ 6 दिन भयो भन्दै हुनुहुन्थ्यो सो यो मेला चाहिँ 1 महिनासम्म लाग्छ अनि अहिले सुरुमा भएर खासै भिड पनि छैन खासै ऊ पनि देख्न सकिँदैन यहाँ हैन अन्तिममा चाहिँ एकदम धेरै भिड यहाँ खुट्टा टेक्ने ठाउँ पनि हुँदैन भन्ने कुराहरू पनि गर्नु भएको छ हैन सो अब चाहिँ म निस्किन्छु यहाँबाट यस्तै हो हैन अलिअलि अब देखाइहालेँ तपाईँहरूलाई अनि त्यस पछाडि अब फेरि म पछि आउने छु अनि यतातिर चाहिँ टक्क खुवा छ कि यहाँ चाहिँ हैन यता चाहिँ खुवा यता रे यहाँ चाहिँ मैले अघि देखिरहेको छु कि मैले यहाँ उभिएर हेरिरहेको थिएँ हैन यहाँ चाहिँ टक्क सबै चाख्न पाइने रहेछ किन्नुभन्दा अगाडि सो किन्नुभन्दा हैन चाख्दै जाँदाखेरि चाहिँ अगाइने रहेछ है सो म चाहिँ किन्न चाहिँ किन्दिनँ है यो चाहिँ खुवा हैन त यो चाहिँ के को दुधको बनाइन्छ हैन कसरी यो के फरक हुन्छ यसमा चाहिँ ए यो चाहिँ कुराउनी यो चाहिँ खुवा ए ओके यो चाहिँ कुराउनी अनि यो चाहिँ खुवा यो चाहिँ दुधबाट मात्रै बन्ने हैन त दुध र अनि के हालिन्छ यसमा अरू ओके दुध मात्रै हाम्रो दाइहरू हुनुहुँदो रहेछ दाइ अनि हजुरले चाहिँ कहाँबाट ल्याउनु भएको बेच्नलाई काभ्रे कुन ठाउँ ए बनेपाबाट ल्याउनु भएको रहेछ सो यहाँ चाहिँ टन्नै देख्न सकिन्छ यहाँ चाहिँ एकदमै धेरै खुवाहरू चाहिँ राख्नु भएको छ सबै ल सबै काभ्रेबाटै रहेछ है यहाँ चाहिँ अनि सो म चाहिँ आएँ यहाँ दाइहरूसँग पनि बोल्न पाएँ हैन बोले कुरा गरेँ अनि यहाँ चाहिँ जस खुवाहरू चाहिँ कसरी दिइराख्नु भएको छ दाइ केजीको चाहिँ
केजीको 1000 र 1200 छ त्यस्तै केजी लानेहरुले अब डिस्काउन्ट हुन्छ यो चाहिँ केजीको 1000 र 1200 ले दिइराख्नु भएको छ कुरौनी चाहिँ 1200 अनि खुवा चाहिँ 1000 रुपैयाँ भन्नु भएको छ अनि त्यसमा अझै केजी लानेलाई मिलाएर दिनुहुन्छ अरे उहाँहरूले चाहिँ है सो यहाँ आएर चाहिँ खुवाहरू पनि लिएर जानु सक्नुहुन्छ यहाँबाट चाहिँ अनि एकदमै यो चाहिँ काभ्रेबाट ल्याउनु भयो अरे है यो चाहिँ एकदम अर्ग्यानिक खुवा हैन त दाइ ल ओके हुन्छ दाइ म छुट्छु ल अहिले ओके अब चाहिँ म निस्किन्छु यहाँबाट अनि यस्तै नि रहेछ दाइसँग कुराकानी पनि भयो अनि यो चाहिँ सब खुवा हैन सबै खुवा छ यहाँ चाहिँ खुवा र अनि त्यस पछाडि कुराउनी रे यो चाहिँ है अनि त्यस पछाडि अब चाहिँ म फाइनल यहाँबाट निस्किन्छु बाहिर निस्किसकेँ म चाहिँ गेटबाट हैन अनि अब फेरि घुम्न आउनुपर्छ यहाँ केही छैन एनीवे फेरि आउँला यसको लागि समस्या भएन अब अन्तिममा आउन रमाइलो हुन्छ यहाँ चाहिँ विशेष गरेर यस्तो रहेको छ अब म चाहिँ यताबाट फर्किनु पर्ने हुन्छ मैले बाइक पार्किङ चाहिँ यो तल सरी ल मैले बाइक पार्किङ चाहिँ यो तल गरेको छु तर म एकछिन यता बजारतिर जान्छु अनि फर्किन्छु म चाहिँ ल दामी यस्तो दामी स्पेसहरू बनेको छ है खाजा खान बस्नको लागि चाहिँ एकदमै धेरै रमाइलो छ यहाँ चाहिँ एकदम राम्रो मेला लागिरहेछ सो यति नै गर्नु पर्ला अब चाहिँ म फर्किन्छु अनि मेरो फोन पनि आइरहेछ कि अनि अब चाहिँ म फर्किन्छु यहाँबाट यस्तै नि हो अब यो मेला चाहिँ 1 महिनासम्म रहन्छ सो सबैजना आउन सक्नुहुन्छ तपाईँहरू है अनि आज चाहिँ भर्खर 6 दिन मात्रै हुँदैछ मेला लागेको चाहिँ अनि यहाँ चाहिँ सबै कुराहरू हुन्छ सो सामानहरू पनि एकदम सस्तो मिलाएर पाइन्छ यो ठाउँमा चाहिँ हैन अहिले किनभने मेला लागिरहेछ नि त एकदम बदल मेला लाग्छ कि यहाँ चाहिँ र अहिले चाहिँ अब खासै मान्छेहरू छैन रहेछ हैन हेर्नु हैन अनि अहिले चाहिँ खासै मान्छेहरू खासै छैन रहेछ अनि यो चाहिँ अब यो चाहिँ अन्तिममा के अरे सुरुको 15 दिनसम्म चाहिँ खासै धेरै मान्छे हुँदैन अरे अनि अन्तिममा अब जब 15 दिन 10 दिन बाँकी रहन्छ नि त्यति बेलाको लास्ट विक चाहिँ एकदम धेरै मान्छे हुन्छ अरे क्या यहाँ चाहिँ सो अब यो बजारहरू चाहिँ अहिले टेम्पोरेरी राखेको मात्रै हो हैन पछि हुँदैन यो चाहिँ यहाँ यस्तो धेरै बजार छैन है सो यो चाहिँ मेलाकै लागि मात्रै हो मैले अघि पनि भने है यो चाहिँ म चाहिँ यति बेला चोक आइसकेँ यो चाहिँ मेरो पसल हो यो चाहिँ मेरो है अनि अब सो त्यही नै हो यो चाहिँ ब्रह्मखेल चोक यहाँबाट चाहिँ म माथि घरतर्फ मोडिनु पर्ने हुन्छ है यहाँबाट मोड्यौँ अनि त्यस पछाडि सो फाइनल्ली गाइज म चाहिँ घर आइपुगेँ है अनि साँखु मेला घुमेर अनि त्यस पछाडि यसो हेरेँ एकछिन है अनि एक्लै गएको त हो धेरै बस्न मन लागेन सो म फर्किहालेँ अनि फाइनल्ली म चाहिँ घरमा छु यति बेला अनि अब तपाईँहरूसँग छुट्नुपर्ने हुन्छ होइन अनि त्योभन्दा अगाडि चाहिँ अब चाहिँ म तपाईँहरूलाई केही समय पछाडि भन्दा पनि एकदमै नजिकै रहेको छ मेरो गाउँतर्फ लिएर जानेछु अब चाँडै नै मेरो गाउँको भ्लगहरू फेरि आउनेछ होइन सो मैले योभन्दा 1 महिना अगाडि समथिङ 1 महिना अगाडि मैले गाउँको एउटा भिडियो जुनार टिपेको भिडियो लिएर आएको थिएँ तपाईँहरूको माझमा होइन अनि सो अब चाहिँ त्यहाँको भ्लगहरू नै म लिएर आउनेछु अब लगभग निकै दिन म बस्छु होला सायद 10-15 दिन बस्नुपर्ने हुनसक्छ म अनि त्यति बस्छु होला सो अब त्यहाँको भिडियोहरू म लिएर आउनेछु सबैजनाले माया गरिदिनु भएको छ है अनि यति बेला चाहिँ मलाई चाहिँ अथवा माइला भ्लगरलाई चाहिँ 6500 जना जम्मा 6500 जना चाहिँ मेरो यतिखेर सब के अरे सपोर्टरहरू हुनुहुन्छ जसमा सब्सक्राइबर चाहिँ त्यति पुग्न सफल भएको छ है 6500 सब्सक्राइबर हुनुहुन्छ मेरो माइला भ्लगर युट्युब च्यानलमा है सो सबैजना थ्याङ्क सो मच जतिजनाले माया गरिदिनु भएको छ अनि अझै एकदमै तपाईँहरूको मायाको प्रतीक्षामा छु अझै धेरै माया गरिदिनु होला अनि अब चाहिँ केही समय पछाडि भन्दा पनि यो अब एकदमै नजिक रहेको छ माघको 1 गते
भित्रमा म गाउँ पुगिसक्ने छु। सो म त्यहाँदेखि गाउँको भ्लगहरू लिएर आउने छु। अनि अब गाउँ जानुको रिजनहरू चाहिँ म यो भिडियोमा खुलाउँदिनँ। सो अर्को भिडियोमा अथवा कुनै भिडियोमा खुलाउने छु म है। सो यो भिडियोमा चाहिँ खुलाउँदिनँ। र जतिजनाले अहिलेसम्म सपोर्ट गरिदिनु भएको छ सबैजनालाई थ्याङ्क यू सो मच। अझै धेरै माया गरिदिनु होला अनि है अझै धेरै माया गरिदिनु होला। अनि त्यस पछाडि भिडियो कस्तो हुन्छ, भिडियोको रिएक्सनहरू पनि कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला होइन। अब कस्तो लागिरहेछ हजुरलाई मेरो भिडियो, अनि कुन टाइपको भिडियो हजुरहरूले रुचाउनुहुन्छ, अनि कुन चाहिँ ठिक छ कुन ठिक छैन त्यो कुराहरू कमेन्ट गरिदिनु होला। मलाई एकदमै सजिलो हुन्छ भिडियो बनाउनको लागि। म चाहिँ अब यस्तो हो फर्स्ट टाइम भन्दा पनि अब भर्खरै भ्लगिङहरू गर्दैछु। पहिला त्यति धेरै युट्युब च्यानलमा ध्यान दिँदिनँ थिएँ। अनि पछिल्लो समयमा अलिकति अब मेरो युट्युब च्यानलहरू ग्रो हुँदै गयो अनि मलाई पनि अलिकति गरौँ जस्तो लाग्यो। त्यही भएर म एकदमै हजुरहरूको लागि भिडियो क्वालिटी बेटर ल्याउनको लागि अनि अडियो क्वालिटीहरू बेटर ल्याउनको लागि मैले एकदमै धेरै प्रोसेस गरिरहेको छु। मैले माइकहरू एकदमै राम्रो माइकहरू किनेर ल्याउने कोसिस गरिरहेको छु होइन। अनि अब त्यही नै हो, सबैजनाले माया गरिदिनु भएको छ अहिलेसम्ममा। अनि सबैजनालाई यति भन्दै आज चाहिँ बिदा लिनुपर्ने हुन्छ। ओके एभ्रिवान, सबैजनालाई बाई बाई है त।